युट्युब च्यानल आध्यात्मिक दर्शन हेर्न बस्नुहुने सम्पूर्ण दर्शकहरू, सम्पूर्ण भक्तजनहरू र सम्पूर्ण धर्मप्रेमी, न्यायप्रेमी मानवहरूमा न्यानो अभिवादनका साथ नमस्कार। म जुलुकै सह्याद्री कार्यक्रम सुधार ज्योतिषी सन्देश काफले सबैजना सन्चै हुनुहुन्छ नि? अवश्य पनि सबैजना सन्चै हुनुहुन्छ होला। आज मैले हजुरको लागि एउटा नयाँ आवश्यक जानकारीमूलक श्रृङ्खलामा भिडियो लिएर आएको छु। त्यसर्थ श्रृङ्खलालाई सुरुदेखि अन्तिमसम्म हेरेर अवश्य हुने साथ दिनु होला। मेरो च्यानल आध्यात्मिक दर्शन पहिलोचोटि हेर्दै हुन्छ भने अवश्य पनि मेरो च्यानल आध्यात्मिक दर्शनलाई सब्सक्राइब गरेर नजिक रहेको बेल आइकन चाहिँ दबाउन नभुल्नु होला। आजको मेरो भिडियोको शीर्षक के रहेको छ भन्ने धेरैजना दर्शकहरूले थाहा पाइसक्नु होला, किनभने मैले थम्बनेलमा नै भिडियोको शीर्षक बताइसकेको छु। थाहा छैन भने पनि आजको शीर्षकको बारेमा केही जानकारी दिउँ न त। आजको मेरो भिडियोको शीर्षक रहेको छ साप्ताहिक राशिफल। आजको मेरो साप्ताहिक राशिफल विक्रम सम्वत 2081 साल फागुन 25 गते आइतबारदेखि चैत्र महिनाको 2 गते शनिबारसम्मको रहेको छ। अङ्ग्रेजी डेटमा जान चाहनुहुन्छ भने आजको साप्ताहिक राशिफल 9 मार्चदेखि 15 मार्च 2025सम्मको एक साताको रहेको छ। यस साता मेष राशिदेखि मीन राशिसम्मका जातक लागि के कस्तो फलदायी हुनेछ त जान्नलाई अवश्य भने आफ्नो राशिलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आफ्नो परिवारजन, आफ्ना साथीभाइ, इष्टमित्रको सामु यो भिडियोलाई सेयर गरेर साथ चाहिँ अवश्य दिनुहोला। भिडियोमा केही कमी कमजोरी भेट्नु भएको छ भने अवश्य पनि भिडियोको कमेन्ट बक्समा हजुरहरूले भेट्नु भएको कमी कमजोरीलाई औँलाइदिन भने नभुल्नु होला। अब ढिलो नगरिकन आजको साप्ताहिक राशिफललाई सुरुवात गरौँ न त। राशि चक्रको पहिलो स्थानमा बास गरेछन् मेष राशि। मेष राशिको जातक लागि यो साता एकदमै राम्रो साता रहेको छ। हजुरलाई यो साता धैर्य र पराक्रमी स्वभावमा वृद्धि हुन्छ। यसका साथसाथै हजुरलाई नयाँ काम कार्यान्वयन गर्नका लागि उचित समय पनि लिएर आएको छ। काम गरेको क्षेत्रहरूमा आफूभन्दा ठुला व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। यस साता सन्तान पक्षको पनि उन्नति प्रगति बढ्नेछ, जसको कारणबारी मन हर्षित रहनेछ। विद्यार्थीहरूलाई भने शिक्षकमा सफलता मिल्नुका साथसाथै गुमाइएको कार्य वा नोकरी चाहिँ स्थापित हुने समय छ, तर त्यसको लागि चाहिँ बढी सङ्घर्ष गर्नुपर्ने हुन्छ। यो साता अलि विशेष केयर गर्नुहोला। शत्रुहरू हावी हुन सक्नुहुन्छ भने यस साता सदैव हनुमान चालिसाको पाठ गरेर दिनको यानि कि कार्यको चाहिँ सुरुवात गर्नुहोस्। यसो गर्न सके हजुरलाई साता उत्तम रहन सक्छ। मेष राशिका जातकलाई राशि चक्रको दोस्रो स्थानमा बास गरेछन् वृष राशि। वृष राशिका जातक लागि आफन्तबाट अलिकति साथ र सहयोग नमिल्ला, अलि विशेष ध्यान दिनुहोला। व्यापार व्यवसायमा मडग्य लाभ नमिल्ने योग पनि लिएर आएको छ। कार्यक्षेत्रमा आँटेका ताकिएका कामहरू सम्पादन हुन्छन्। कला साहित्यको क्षेत्रबाट विशेष सफलता प्राप्त हुनेछ। यो साता आमाको स्वास्थ्यमा चिन्ता बढ्न सक्नेछ, विशेष ध्यान दिनुहोला। युवा वर्गले आफ्नो करियरलाई लिएर कठोर निर्णय गर्ने समय लिएर आएको छ। आफन्तबाट टाढा हुन सक्नुहुनेछ, अलि ध्यान दिनुहोला। यो साता सक्नुहुन्छ राम्रोको लागि सदैव दुर्गा देवीलाई रातो फुल अर्पण गरेर मात्र दिनको यानि कि कामको प्रारम्भ गर्नुहोस्। यसो गर्न सके राम्रो हुने नै छ। राशि चक्रको तेस्रो स्थानमा बास गरेछन् मिथुन राशि। मिथुन राशिका जातक लागि यो साता मान सम्मानमा वृद्धिको योग लिएर आएको छ। यसका साथसाथै आफन्तजनबाट पनि हजुरले उपहार पाउन सक्नुहुनेछ। धर्मकर्ममा संलग्न हुने समय हजुरलाई लिएर आएको छ। सोचे अनुरूपको धन लाभको यो साता प्राप्त हुनेछ। प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्च गर्नुपर्ने समय लिएर आएको छ। नोकरी तथा पहिला लिएका निर्णयहरूमा प्रशंसा हजुरलाई सदैव बढ्नेछ। यो साता हजुरले भगवान गणेशलाई दुबो अर्पण गरी यानि कि रातो फुल चढाएर दिनको
यानि कि कामको प्रारम्भ गर्नुहोला। यसो गर्न सके हजुरलाई यस साता एकदमै शुभ फलदायी हुनेछ। राशि चक्रको चौथो स्थानमा बास गरेछन् कर्कट राशि। कर्कट राशिका जातक लागि यस साता वैदेशिक क्षेत्रमा हुनुहुन्छ भने एकदमै भारी लाभको सम्भावना लिएर आएको छ। सवारी साधनमा खर्चको योग लिएर आएको छ। नोकरी तथा पेसा व्यवसायमा योग्यताको उचित मूल्याङ्कन हुने नै छ। कार्यक्षेत्रमा कार्यको नयाँ प्रस्ताव हजुरलाई प्राप्त हुने नै छ। व्यापार व्यवसायमा बोलीले अरूलाई प्रभावित गराउन सक्नुहुनेछ। हजुर श्रीमती हुनुहुन्छ भने गृहिणीहरूले गृह कार्यमा समय हजुरको राम्रै बित्नेछ। यस साता हजुरलाई राम्रोको लागि सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको यानि कि कामको प्रारम्भ गर्नुहोला। यसो गर्न सके यो साता कर्क राशिको जातकलाई उत्तम साता हुने नै छ। राशि चक्रको पाँचौं स्थानमा बास गरेछन् सिंह राशि। सिंह राशिका जातक लागि यो साता एकदमै राम्रो साता लिएर आएको छ। हजुरलाई यो साता ऊर्जावान भए जस्तो लाग्नेछ। कार्य क्षेत्रमा मन लागेर जानेछ। रमाइलो जमघटले स्वादिष्ट भोजन गर्ने अवसर पनि हजुरलाई प्राप्त हुनेछ। साताको मध्यमा विगतका कमी कमजोरलाई सुधार्ने पनि अवसर हजुरलाई प्राप्त हुनेछ। बिछडिएका परिवारजनसँगको भेटघाटको समय हजुरलाई लिएर आएको छ। साताको अन्त्यमा काम गर्ने सेक्टरबाट हजुरलाई उत्तम र फल प्राप्त हुने नै छ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्ने नै छ। यसका साथसाथै सक्नुहुन्छ भने यस साता गायत्रीको जाप गरी दिनको प्रारम्भ यानि कि कामको प्रारम्भ गर्नुहोला। यसो गर्न सके सिंह राशिका जातक लागि शुभ यानि कि राम्रो हुने नै छ। राशि चक्रको छैटौं स्थानमा बास गरेछन् कन्या राशि। कन्या राशिका जातक लागि यस साता प्रशस्त धन लाभ हुने योग लिएर आएको छ। हजुरलाई यस साता व्यापार व्यवसायमा पनि नयाँ अवसरहरू आउनेछन्। विशिष्ट व्यक्तित्वहरूसँगको निकटता बढ्नेछ। साताको मध्यबाट कार्यक्षेत्रमा श्रम अनुरूप फलता प्राप्त हुनेछ। नोकरी वा पेसा व्यवसायमा जिम्मेवारी बढ्ने नै छ। यसका साथै मन ऊर्जावान हुनेछ। आमाको स्वास्थ्यमा अलिक चिन्ता बढ्न सक्नेछ। विशेष ध्यान दिनुहोला। आर्थिक पक्ष सामान्य नै रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। कामको क्षेत्रमा लिएर सफल यात्राको योग हजुरलाई लिएर आएको छ। यस साता सदैव भगवान शिवजीलाई जल यानि कि दूध अर्पण गरी बेलपत्र अर्पण गरी दिनको यानि कि कामको प्रारम्भ गरौँ। यसो गर्न सके धेरै राम्रो हुने नै छ। यस साता चाहिँ कन्या राशिका जातकलाई। राशि चक्रको सातौं स्थानमा बास गरेछन् तुला राशि। तुला राशिका जातक लागि यस साता सकारात्मक विचारले चाहिँ मन प्रसन्न बनाउनेछ। धर्म कर्ममा मन लाग्न सक्नेछ। निभाउने बाचा नगरौँ। अलिकति निभाउन नसक्ने बाचा गर्ने समय लिएर आएको छ। यस साता पेट सम्बन्धी समस्याले हटाउन सक्ला। विशेष ध्यान दिनुहोला। सवारी साधनमा खर्चमा वृद्धि हुनेछ। तर्क शक्तिमा वृद्धि हुनेछ। नोकरी तथा पेसा व्यवसायमा सहकर्मीको साथ प्राप्त हुनेछ। मीडिया तथा चलचित्र क्षेत्रबाट पनि लाभ पाइनेछ। यस साता प्रतिस्पर्धी छात्र छात्राको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पनि नयाँ अवसर प्राप्त हुने नै छ। यस साता शुभ फलका लागि सदैव भगवान सरस्वतीलाई सेतो फुल अर्पण गरी कार्य गर्न सक्यो भने यस साता अझै उत्तम भएर जानेछ। राशि चक्रको आठौं स्थानमा बास गरेछन् वृश्चिक राशि। वृश्चिक राशिका जातक लागि यस साता आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ। घर परिवारमा कलहको वातावरण सृजना हुन सक्छ। नोकरी पेसा व्यवसायबाट नयाँ वातावरणहरू सिर्जना हुन सक्नेछन्। तर अल्छीपनको कारणले गर्दा
अलिकति समस्या पर्न सक्छ। त्यसकारणले अक्षिपनबाट टाढै बस्नुहोला। जीवनसाथीको कार्यक्षेत्रमा पदोन्नति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। नोकरी पेसा व्यवसायमा उच्च अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। जसकारण गरी काम सम्पादन गर्नलाई उत्तम यानि कि चाँडो हुनेछ। यस साता राम्रो फल प्राप्तिका लागि सदैव भगवान हनुमानजीको स्मरण यानि कि हनुमान चालिसा पाठ गरेर दिनको सुरुवात गरौँ। त्यसो गर्न सके एकदमै राम्रो हुनेछ। राशि चक्रको 10औं स्थानमा बास गरे 9औं स्थानमा बास गरेछन् धनु राशि। धन राशिका जातक लागि यस साता समाजमा मान सम्मान प्राप्त हुने योग लिएर आएको छ। स्वास्थ्यमा सुधार भएर जानेछ। साताको मध्यमा सङ्गीत र कला क्षेत्रबाट मनमा प्रसिद्ध मिल्नेछ। नयाँ पहिरन स्वादिष्ट भोजनले मन आनन्दित हुनेछ। व्यापार विस्तारका लागि नयाँ रूपरेखा बन्ने योग लिएर आएको छ। गृहिणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। यस साता हजुरले शुभ फल प्राप्तिका लागि सदैव भगवान विष्णुजीलाई तुलसी जल अर्पण गरी कामको सुरुवात गरौँ। यसो गर्न सके धेरै राम्रो हजुरलाई हुने नै छ। राशि चक्रको 10औं स्थानमा बास गरेछन् मकर राशि। मकर राशिका जातक लागि यो साता समय अनुकूल भएको देखाइएको छ। शिक्षा क्षेत्रमा सोचे अनुरूप सफलता हजुरलाई प्राप्त हुनेछ। साताको मध्य क्षेत्रबाट जग्गा जमिन गरेका निवेशबाट आफ्नो भविष्य सुनिश्चित पार्न सक्ने हुनेछ। कार्यक्षेत्रमा उन्नति प्रगतिको अवसर देखाइएको छ। साझेदारीमा गरेको व्यापारमा सचेत भएर काम गर्नुहोला। घरको वातावरण सुखमय रहने नै छ। जीवनसाथीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। सदैव हनुमानजीको पाठ गरेर हनुमान चालिसा पाठ गरेर दिनको सुरुवात गरौँ। यसो गर्न सके हजुरलाई साता एकदमै राम्रो एकदमै शुभ हुनेछ। राशि चक्रको 11औं स्थानमा बास गरेछन् कुम्भ राशि। कुम्भ राशिका जातक लागि यस साता सञ्चित धनमा वृद्धिको योग लिएर आएको छ। यसका साथसाथै नयाँ काम गर्ने समय हजुरलाई साथ दिएको छ। काममा शत्रुहरू परास्त भएर जानेछन्। व्यापार व्यवसायबाट धनज्ञ लाभ हुनेछ। विद्यार्थीलाई अध्ययन अध्यापनको क्षेत्रमा शिक्षकबाट सहयोग प्राप्त हुनेछ। अनावश्यक खर्चमा वृद्धि हुने भएकाले विशेष ध्यान दिनुहोला। आर्थिक कारोबारमा अनुभवी जनबाट सल्लाह लिन आवश्यक देखिन्छ। सदैव भैरव भगवानको आराधना गरेर दिनको सुरुवात गरौँ। यसो गर्न सकियो भने हजुरको साता शुभ हुनेछ। राशि चक्रको 12औं यानि कि अन्तिम स्थानमा बास गरेछन् मीन राशि। मीन राशिको जातक लागि यस साता आफन्तजनबाट साथ र सहयोग प्राप्त हुने साता देखाइएको छ। यस साता नयाँ कामको सुरुवात गर्नुभन्दा पहिले आफ्नो घर परिवारमा सल्लाह भने चाहिँ अवश्य दिनुहोला। विद्यार्थी हुनुहुन्छ भने पठन पाठनमा मन लाग्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। यसका साथसाथै व्यापार व्यवसायमा पहिले गरिएको कार्यको चर्चा परिचर्चा चल्नेछ। यस साता काम क्षेत्रमा मिहिनेतले दक्ष पार्टीको सफलता पाइनेछ। अघिको लागि बुद्ध श्रम खर्च गर्नुपर्ला। सदैव भगवान विष्णुलाई दर्शन गरेर दिनको प्रारम्भ गरौँ। यसो गर्न सके हजुरको साता सुमधुर र सुखी रहनेछ। अहिले मैले मेष राशिदेखि मीन राशिसम्मको राशि चक्र अनुसार राशिफल बताएँ। हजुरलाई आजको श्रृङ्खला के कस्तो लाग्यो त हजुरलाई आएको प्रतिक्रिया भिडियोको कमेन्ट बक्समा लेखेर बताउन भने नभुल्नुहोला। ज्योतिष धर्म सम्बन्धी यस्तै आवश्यक जानकारीमूलक कुरा हेर्न चाहनुहुन्छ भने अवश्य पनि मेरो च्यानल आध्यात्मिक दर्शन सब्सक्राइब गरेर नजिक रहेको बेल आइकन चाहिँ दबाउन नभुल्नुहोला। यति भन्दै आजको श्रृङ्खलाबाट हजुरको सहयात्री कार्यक्रम सुझाव ज्योतिषी सन्देशका पनि लिन माग्दछु। आगामी दिनमा अर्को श्रृङ्खलाका साथ भेटिने नै छौँ। त्यति बेलका लागि जय राधे जय श्री कृष्ण हवस् त। धन्यवाद।